हेलो साथीहरू, दर्शन नमस्ते सबैजनामा स्वागत छ मेरो अर्को भ्लगमा। अनि यहाँहरूले यो झोला कपडा देखेर चाहिँ के खिचिराखेको होला भन्ने सोच्दै हुनुहुन्छ होला। अनि हाम्रो चाहिँ भोलि बिहानदेखि हाम्रो सोलुखुम्बु जिल्लामा रहेको नुम्बुर हिमालको यात्रा सुरु हुँदैछ रामेछापदेखि। त्यसैले जानको लागि मैले यहाँ सामानहरू रेडी बनाएको छु। अनि यहाँ रेडी बनाएर चाहिँ के छुट्यो छुटेन हेर्दै अनि भिडियो बनाउँदैछु। हाम्रो चाहिँ यात्रा सुरु हुँदैछ। कस्तो लागिरहेछ? हो, अहिले चाहिँ 6:40 गइसक्यो। अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। हाम्रो यात्रा सुरु भयो बोलङदेखि। त्यस्तो बिहानै अझै राम्रोसँग उज्यालो पनि भएको छैन। हामी चाहिँ लाग्यौँ। बुढाको झोला चाहिँ खत्रै छ, पुरा सगरमाथै चढ्ने जस्तै। खै एउटा पोज। म चाहिँ बिन्दास। हामी आधी बाटोसम्म बाइकमा जान्छौँ, त्यसपछि हामी पैदल यात्रा सुरु हुन्छ। ठुलो छ कि ल हेर्नु, सबैको ग्रुप नुम्बुर जाने बाटो छ यस्तो कच्ची। हामी अहिले चाहिँ लिखु तामा कोसी कटेर ओखलढुङ्गाको आम्मामा सुक्खा पाहाडहरू हेर्न सक्यो। राम्रो कत्रा छ हाम्रो ग्रुपहरू त अगाडि गइसक्नु भयो। हामी चाहिँ स्लो खालको परिस्थिति डराउँदै झर्दै हुन्छ। यता ड्याम रहेछ कि। यो चाहिँ रामेछापको उमाकुण्ड गाउँपालिका हो। यहाँ छ, यता हेर्नुहोस्। हेलो साथीहरू, दर्शन नमस्ते सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। मेरो पछाडिपट्टि हजुरहरूले देख्दै हुनुहुन्छ हिमाल। अहिले चाहिँ हामी नुम्बुर हिमाल जानलाई चाहिँ ट्रेकिङ सुरु गर्दैछौँ। अनि बोल्न पनि गाह्रो भइरहेको छ। अनि हामीले एउटा लट्ठी लिएर अब हामी यात्रा सुरु गर्दैछौँ। आउनुहोस् हजुरहरू पनि सँगै यात्रा गरौँ। हेर्नु त यो पारि पुरै सेतो देख्नु भएको नि त, यो हो सबै। अहिले चाहिँ हिँड्दैछु म। अनि हाम्रो साथीहरू चाहिँ अगाडि गइसक्नु भयो। म चाहिँ अलिकति ढिलो भएँ। अनि हजुरहरूले यो पछाडि देख्नु भएको छ नि हिमाल। वाउ, यहाँ आउँदा चाहिँ हामीले धेरै सङ्घर्षहरू, धेरै कठिनाइहरू भोग्दै यो हिमालको दृश्य देखेपछि चाहिँ मेरो मनै फुरुङ्ग भएको छ। मेरो बुढो चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। अनि यो हिमालको फेदीमा पुग्न पाएपछि क्या आनन्द हुन्छ। यो हिमालको चुचुरो चाहिँ 4600 मिटरको उचाइमा रहेको छ। अब धेरै बोल्न पनि सकिँदैन। यो साइडमा लिखु खोला छ। अनि यता हेर्नु न, डाँडामा घाम लागेपछि सुनौलो बिहानी। अनि यतातिर तपाईँहरूले देख्न सक्नुहुन्छ हिमाल। तपाईँहरू पनि खुसी हुनुभयो होला है यो भिडियो हेरेर।
अहिलेलाई यति नै गाह्रो हुन्छ हजुर गाह्रो सकिँदैन हिँड्न गाह्रो छ यहाँबाट हेर्नुहोस् लिखु खोलाको आवाज पनि सुन्दै हुनुहुन्छ होला यही हो लिखु खोला यसको मुहानमा हामी दुध पोखरी भेट्न जाउँछौँ यहाँ हेर्नु नसुनाउनु वा व्हाट अ नाइस भ्यू क्या रमाइलो भइरहेछ यात्रा तर हिमाल देख्दा चाहिँ अनि मलाई चाहिँ हिँड्न अलिक गाह्रो भइरहेको छ सास बढेर तर म बिस्तारै पैदल चाल्दैछु ल हेर्नुहोस् त हजुरहरूको मन पनि लोभ्यो होला कृपया यही भिडियोबाट भयो नि मनोरञ्जन लिनु होला कृपया आउने पनि प्रयास गर्नु होला हामी चाहिँ अहिले रामेछापट्टि छौँ यो चाहिँ सोलुखुम्बु र रामेछापबाट आउन सकिन्छ के भयो अरे ल ल है त साथी भेट्दै गरौँ है मलाई नै मकै त दिन हिमालको फेदीमा आएर यो गर्नुको मन चाहिँ बेग्लै छ होइन कस्तो हुँदैछ खै मलाई मकै हामीसँग मकै पनि छ है हेर्नु खोलाभरि सबै आइस जमेको छ अहिले चाहिँ हामी 3650 मिटरको हाइटमा छौँ देख्न सक्नुहुन्छ खै आइस आमा आइस खाएको हेर्नु न खै आइस खाएको हेर्नु न आइस ओहो चिसो भएको छैन चिसो भएको छैन सरहरू अगाडि पुगिसक्नुभयो हेर्नु खोला परिया पुरै हिउँ जमेको छ हेर्नु क्या रमाइलो भइरहेको छ अहिले त आहा तलतिर हेऱ्यो तलतिर उस्तै मासतिर हेऱ्यो मासतिर उस्तै हेलो साथीहरू हामी चाहिँ नजिक आइपुग्यौँ है ल हेर्नुहोस् त हिमाल ओहो हाम्रो आँखै अगाडि हिमाल देखिरहेको छ अब चाहिँ हामी 3650 को हाइटमा आइसक्यौँ ल हेर्नु त क्या राम्रो देखिरहेछ मन चाहिँ कति खुसी भइरहेछ यता पछाडि पनि आउँदै हुनुहुन्छ हामी अब हिमालको नजिक आइपुग्यौँ हिँडाइ चाहिँ यस्तो हाम्रो साथीहरू कहाँ पुगिसक्नुभयो थाहा छैन पछाडि दुईजना हुनुहुन्छ पछाडि अर्को ग्रुप पनि हुनुहुँदो रहेछ नि अनि खै कसको ग्रुप हो हुनु चाहिँ हुनुहुन्छ हेलो सर नम्बर देखिरहेको छु यता हाई भनिदिनु न एकचोटि हेलो नमस्ते हाई कस्तो हुँदैछ सरहरूलाई एकदम रमाइलो गाह्रो भएको छैन नि हामी चाहिँ एकदम ढिलो हामीले एकदमै धेरै सुभद्रा म्यामलाई मिस गरिरहेछौँ है बाबुलाई सुभद्रा म्यामलाई ल हामी चाहिँ अहिले नुम्बुर हिमालको नजिकै आइपुग्यौँ हामी 4000 मिटर उचाइमा छौँ अहिले हेर्नुहोस् त हिमाल आँखा तपाईँहरूलाई पनि कस्तो रमाइलो लाग्यो होला है हिमाल देखेर म त नसकेँ हिँड्नु भएको छ तर शरीरले चाहिँ भयो भनिरहेको छ त्यही पनि म अझै ट्राई गर्छु साथीहरू तपाईँलाई मैले एउटा यस्तो अचम्मको कुरा देखाउँछु म अहिले कहाँ आउँदैछु भनेर ढ्यान के देख्नुभयो साथीहरू आकाश जस्तो लाग्दैछ होला नि है हामी चाहिँ अहिले दुध पोखरी आइपुगेका छौँ रामेछाप जिल्ला र सोलुखुम्बु जिल्लाको वा मलाई कस्तो खुसी लागिरहेको छ नि नेपाल त स्वर्ग त्यसै भएकै होइन नि अहिले मलाई कस्तो प्राउड भयो अघि नै हामीले नभेटाएर उता पनि गएको थियौँ अनि हामी निराश भएर फर्केको अहिले देख्दा चाहिँ म त धेरै खुसी भएँ तपाईँहरू पनि आउन सक्नुहुन्छ हामी सँगसँगै हेर्न आउनु है कस्तो राम्रो कता हो त नानी अब यही हो नि होइन कता हो हिँड न पानी खानु पर्यो त्यो लाएर कस्तो मुखै बस्यो ओहो यहीँ हामी त हेर त उहाँ सोचेर फर्किनु लाग्यो हामी गलत बाटो हिँडिसकिएछ नि त
ल हामी चाहिँ लुम्बुर हिमाल पुगेर लिखुको दुध पोखरी लिखु खोला बगेको दुध पोखरी पनि हिँडेर हामी फर्किँदैछौँ। अहिले चाहिँ हामी कति बजी भने 3:30 भएको छ अनि हामी 4000 मिटरमा झरिसकेका छौँ। Ano